हेर न त्यहाँ जहिले पनि ढिलो उठ्छ अनि अफिस जानलाई मेरो छोरालाई काम गराएर बस्छ। केही लाज छैन है आफ्नो काम आफै नगरे। त्यही त म जस्तो छिट्टो उठ्नुपर्छ नि। धेरै नजिस्के है छोरा, त छोरा मान्छे ढिलो उठे नि भयो, चाँडो उठे नि भयो। ऊ बुहारी छिटो गर्नु पर्दैन। मैले टिफिन प्याक गरिसकेँ, स्कुटर निकाल्दै गर अनि जाम ल अफिस। हुन्छ त ती भने पनि हुँदैन यो छोरालाई, के गर्ने होला। धेरै बुढीको पछि पछि नलाग भनेको होइन तँलाई। फेरि सुरु भयो आफ्नो आमा। काम गर्न थपक्क के घरको काम गरेर बसेको, जति भने नि हुँदैन तँलाई। त्यस्तो होइन नि आमा, दुवैले घरको काम गर्ने, दुवैजना अफिस जाने, त्यस्तै त हो नि। टेन्सन नलिनु न तपाईँ धेरै। आमाले भनेको कुराहरूको नराम्रो नमान है। अन छिटो ढिलो भइसक्यो। के गर्नु, अलिक कडाइ छ मेरो आमा। मैले त्यस्तो केही सोचेको छैन। आमाहरू त्यस्तै त हो नि, कहिले कराउने कहिले माया गर्ने। तिमीले त्यस्तो भनेपछि त भइहाल्यो नि मलाई। तपाईँ पनि धेरै नसोच्नु यसको बारेमा। यस्तै हो यो कुराहरू। यो बुहारीलाई त मैले जानेको छु, के गर्नुपर्छ मलाई थाहा छ।